guys, welcome back to my YouTube channel with another it's me Sapna Mogar. आशा छ तपाईहरु सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। तपाईहरुले मेरो ड्रेस हेरेर थाहा पाइसक्नु भयो होला कि म काजल लाग्छु भनेर। म घुमे मेला हेर्न जान म चाहिँ मेरो साथीहरु उता छन् उनीहरुकोमा गएर उतै कता जाने भनेको हजुर। गाइस म चाहिँ अटोमा बसिसकेको छु मेरो साथीहरुकोमा जानलाई। मेलामा के कति रमाइलो हुन्छ म तपाईहरुलाई देखाइहाल्छु। बाँकी मसँग बनिराख्नुस् है त। आज चाहिँ मच रमाइलो होला जस्तो लागिरहेछ। गाइस म चाहिँ साथीहरु भएको ठाउँमा आइपुगिसकेँ। मैले चाहिँ उनीहरुलाई पर्खिरहेको छु। खैरौँ कता गए यिनीहरु। पर्खिनु परेछ। गर्मी अति छ गाइस। त्यही पनि जानु पर्यो मेला हेर्नलाई। कता चाहिँ गएछ यिनीहरु के कति ढिला हो। Waiting for my friends guys. हामी चाहिँ बस हुनेमा आइपुगेको छौँ। अब बाँकी गाइस यिनलाई चाहिँ म मेरो भ्लगमा जबरजस्ती ल्याएको छु कि किनभने म देखिन्न भनिरहेको छु नि। तर के गर्ने मलाई चाहिँ यिनलाई देखेर पुरै टु मच माया लाग्छ के। त्यही भएर म जबरजस्ती गरी होइन भ्लगमा ल्याउँछु। हाई भन्छ कि यिनले। यिन चाहिँ मेरो प्यारी साथी हुन् के मान्छे पोखरेल। धेरै गर्मी भइरहेछ गाइस। म चाहिँ बसिरहेको थिएँ फेरि उठेर मेलालाई के मोने झन् गाइस। यिन चाहिँ मेरो प्यारी भदैनी हुन्। अरू चाहिँ सबै कुरातिर फोटो खिच्ने कार्यक्रम चलिरहेको छ। हामी दुई चाहिँ बसेर गर्मी अति भयो नि त त्यही भएर बसेर भिडियो बनाइरहेको छु। नानी तिम्रो नाम के रे? कतिमा पढ्छु रे? वाउ कति राम्रो नानी एकदम क्युट छन् गाइस हैन। अहिले चाहिँ हामी यतिकै बसेर फन गरिरहेछौँ। हामीलाई मेरो चाहिँ खासै घुमे हेर्न आउने प्लान त थिएन गाइस। त्यो पनि अनएक्सपेक्टेडली चाहिँ मैले जान्छु नि भनेर आएको हो। म चाहिँ के भन्छु भने नि गाइस लाइफको केही हुँदैन कि केही थाहा हुँदैन। जे छ आजमा रमाउनुपर्छ। डोन्ट थिङ्क टुमारो। किनभने भोलिको लागि किन सोच्ने होइन। हामीले प्रेजेन्टमा रमाउनुपर्छ न त हिजोको न त आजको। भरिन लाग्छन् के होइन। त्यही पनि अघिभन्दा धेरै भइसक्यो। उता कति गएको त्यो ऊ के सासतिर अलि धेरै आउँछन् के। ए वर्ष नि कुरा 3 वर्ष भएमा आउनु लाग्यो लगातार। 3 वर्ष भयो त्यही तर म सम्झिरहेको त हुन्छ। यस्तो कराउन कम त मजा आउँछ भने।
होइन रात पनि परिसकेको छ यता चाहिँ साथीलाई खोजिरहेको छौँ कता गयो थाहा छैन यहाँ गर्मीले मर्न लागिसक्यो आजको भ्लग चाहिँ यतिकैमा सकिन्छ आशा छ तपाईँहरूले इन्जोय गर्नुहुनेछ लेट्स सी यू सुन इन नेक्स्ट भ्लग गाइस